हाम्रो चाहिँ आज मम्मी बाबालाई हामी केमाट लिएर जान थालेको। मम्मी बाबा आएको चाहिँ लगभग 1 महिना 22 दिन जस्तो भएको छ। त्यसैको लागि हामी चाहिँ केमाट गएर मम्मी बाबाहरूको यहाँ भएको जर्नीको मेमोरीहरू के कस्तो छ हामीले चाहिँ फोटोसपमा निकाल्न खोजिरहेको छौँ। मम्मी बाबालाई हामीले चाहिँ केमाट पनि घुमाएको छैनौँ अहिलेसम्म है। त्यसैले हामीले आज मम्मी बाबालाई केमाट लिएर जाँदैछौँ। कस्तो हुन्छ हेर्नु है त। हेर त नानी कस्तो रहेछ गाडी धुनु। यहाँ त अचम्मैको रहेछ नि त। यसरी हुन्छ पैसा नि राम्रै हुन्छ। कति लिन्छ 40 50 कति लिन्छ कुन्नी गाडी धोको? गाडी धुने यस्तो रहेछ सरक पानीमा। हाम्रो धुने होइन र नानी। खै पैसा मात्र लाग्छ के गर्ने गाडी धुने हो कि घरै गएर धुने हो सर? नभए अहिलेसम्म गाडीले पानीको मुख देखेको छैन। अब मौसम विभागले चाहिँ आज भोलिमै पानी आउँछ भनेर नेचुरल धुनुपर्छ। के भन्नुहुन्छ? आकाशमा पानी आयो आफू धुन्छ बाहिर राखिदिन्छ। केमाट बन्द हुन्छ छिटो। हामी चाहिँ टगरनङको केमाट जाँदैछौँ। यात्रा साह्रै राम्रो भएको छ मम्मी बाबासँग स्पेसल्ली है त। वी विल सी यु एट केमाट है। ओहो अलि छिटो जान भनेको ढिला भयो। जाम परेछ गाडीको। नातिनु न बाबा 10 बजीसम्म पुग्छ। यहाँ चाहिँ सानो पानीको ताल पनि छ ल। रमाइलो ठाउँ छ। हामी चाहिँ यसरी कार पार्कमा आयौँ। वेस्टफिल्ड पज भयो। कहाँ आयौँ अरे बाबा हामी? हाम्रो सर यता हल्का। हाम्रो मामु पनि निस्किनु भयो। ल हामी केमाट हाम्रो चाहिँ एन्ट्री भइसकेको छ है। कता लेफ्ट कि राइट? लेफ्टै हो। टोइलेट्स प्यारेन्ट्स रुम। मम्मी छोरी बुवा अनि म। केमाट बल्ल लास्ट भिडियो लाँदै मम्मी बाबालाई किन भनेर सोध्नुहुन्छ भने धेरै सपिङ गरिन्छ भनेर। तर मैले 1-2 महिना त होइन अलिअलि उता एउटै साउको स्टोर। हामी केमाट आइयो है। फाइनल्ली हामी केमाटमा आइयो। लेदरको जस्तो चाहियो नि त होइन बाइक चलाउँदा त ग्लोभ्स हो नि। हामी चाहिँ फाइनली केमाट जुन भएन। हामी चाहिँ फाइनली केमाट आयो है गाइस। अघि नै आएको त केमाट त होइन र। फोटो प्रिन्ट आउट जान डेस्टिनेसन मेन डेस्टिनेसनमा बल्ल आयो। हाम्रो चाहिँ यहाँ एप हुन्छ मोबाइलमा चाहिँ एप डाउनलोड गरिन्छ होइन। मोबाइलमा भएको फोटो जति सबै यहाँ आउँछ कि स्क्रिनमा। अनि प्रिन्ट आउट गर्ने
अनि एल्बम गराउने सानसाना एल्बमहरू ठुल्ठुला सानो आफ्नो मनपर्दो सानो यहाँ भएर अनि लिएर जाने नेपाल सम्झना अनि सम्झेर नरुनी बुवा एल्बम रोज्नु त एउटा फोटो भरेर लगाऊ लानुपर्छ कि ठिकै हुन्छ ठिकै हो ल त्यही लगाऊ त्यसो भए मम्मीको रोजाइकै केमार्ट आएर यो केमार्ट फोटोज एप डाउनलोड गरेर अनि डाइरेक्ट मोबाइलबाट प्रिन्ट गर्न सकिन्छ मदर्स डे गिफ्ट फोटो मग्स वा कपमा पनि गर्न मिल्ने रहेछ हेर्नु त वाल टाइल्स क्यानभास ठुलो ठुलोवाला क्यालेन्डर पनि बनाउनु मिल्यो अहिले हामी चाहिँ फोटो सिलेक्ट गर्दैछौँ अहिले हामी फोटो सेलेक्ट गर्दैछौँ फोटो अलमोस्ट रेडी भएको छ ल फोटो आयो रिसिट पनि आयो ल तान्नु ल अब हामी गइन्छ फोटो लिन लेट्स गो अब हामी फोटो ट्याक्कै यहाँबाट निकालिन्छ ल यो रेडी भयो हाम्रो कति नम्बर हो 923 922 को चाहिँ रेडी भयो यिनीहरूको रेडी भएछ क्या हो अहिले यता आउनुभयो बुवा हाम्रो कति हेर नम्बर 923 यहाँ हुँदैछ प्रिन्ट खाइदिनु त यहाँ स्क्यान गर्नु गयो यहाँ अलि अगाडि लगाएर अझै बारकोड अझै ओके होला जस्तो छ है 13 मिनट देखाएको छ प्रिन्ट गर्न ट्रे 2 कुन ट्रे 2 वा यो यसमा आएर बस्छ है त अब हामी कति मिनटमा आउनु पर्यो 13 मिनटमा फोटो रेडी निकाल्नु भयो सेकेन्ड राउन्डको फोटो सिलेक्ट हुँदैछ 13 मिनट हामी वेटिङमा छौँ यसरी फोटो सिलेक्ट गर्दै हुनुहुन्छ मम्मी यता हल्का बोर अवस्थामा हुनुहुन्न रे है त डुप्लिकेट बाइक पनि हालेको यसरी हामीले फोटो सिलेक्ट गर्दैछौँ सरले चाहिँ राम्रो राम्रो मात्र फोटो छान्नु भएको छ है डुप्लिकेट बाइक भन्नु हो बाबाले ओरिजिनल नै हो पानीमा हिँड्ने बाइक यसरी फोटो हेर्दै हुनुहुन्छ ल अर्को फोटो भइसकेको छ अब यहाँबाट आउँछ अब प्रिन्ट रिसिट गर्नु अनि अब अर्को लिएर जानुपर्छ यहाँबाट सर र यसरी आउँछ नम्बर रेडी भयो लेट्स गो बुवा पहिलाको लट चाहिँ हाम्रो रेडी भइसकेको छ डिसिप्लिन मान्छे हाम्रो नम्बर 2 बाट ट्याक्क निकाल्न त भयो ल अब हामी अघि देखाएको त्यो छैन 925 एस्टिमेटेड स्टार्ट टाइम स्टार्ट भएको छैन हामी एकछिनमा आउँछ यहाँ फोटो हेरेर भइरहेको छ यसरी हेर्दा झन् अर्कै रमाइलो महसुस हुन्छ क्या दिदीहरूको नै आयो है आयो झन्डा सहित हेलो भोटिदी दादा चाहिँ अझै रेलमै बस्दै हुनुहुन्छ है यहाँ मम्मीको एउटा सिङ्गल भनेर बाबाले फेरि यहाँ चाहिँ यति स्याड हुनुभयो बाबा खाना खानु नपाएर माई गॉड ए बाबाको बर्थडे मनाइदिएको नि त सेलिब्रेसन हल्का कामबाट आएर 10 मिनटमा पूर्ण रूपमा रेडी हुन्छ यसरी यहाँ झर्छ अब
प्रिन्ट हुँदैछ बुवा प्रिन्ट हुँदैछ मम्मी कस्तो लाग्यो मम्मी फोटो यसरी हेर्दा आनन्द बाबा डाँडाको कति हरियो कति यो राम्रो त पुरै खतरा हरियो छ त कति हरियो यो चाहिँ रेलको यो चाहिँ डाँडाबाट तल माथिबाट हेरेर वाह। मेलबर्न त्यो राम्रो छ यो त अहिलेसम्मकै राम्रो छ त ओपेरा हाउसमा बुवालाई एकदम मन परेको छ है हुँदैछन् फोटो बुवाले हेर्दै हुनुहुन्छ 7 मिनेटमा यो सबै प्रोसेस सकिन्छ जस्तो छ यताको साइडमा चाहिँ के हुँदैछ यता साडी लगाएको फोटो मेरो फोन फेसबुकमा राखेको नि मैले फोटो निकाल्ने अरे निकालिदियो मसँग चाहिँ सचिन यसो फोटो खिच्न आउनुभएको थियो सचिनजी चस्मा लगाएको बुवा मम्मीको बुवा नि खुसी हुनुहुन्छ उहाँको फोटो देखेर त्यहाँ चाहिँ सिलेक्ट गर्ने ट्याक्कै यहाँबाट चाहिँ 1 2 3 4 त्यहाँको डेस्टिनेसन दिन्छ अनि यहाँ आएर चाहिँ कलेक्ट गर्ने इन्स्ट्यान्ट प्रिन्ट हुन्छ सानो सानो फोटोहरू चाहिँ ठुलो फोटोहरू ठुलो साइजको चाहिँ 1-2 दिन 70 days हेरी हुन्छ हामीले फोटो सबै लियौँ अब यसलाई एल्बममा हाल्छौँ है राइट घर गएर के व्यवस्था हुन्छ ल है त राइट एल्बम मिलेन आज फोटोको कार्यक्रम सकियो थ्याङ्क यू फर वाचिङ गाइज बाई सी यू इन नेक्स्ट भिडियो नेक्स्ट भिडियोमा बुवा मम्मीका साथ फेरि बाई